सेप्टेम्बर 27 अर्थात् शनिबारदेखि नेपाल र वेस्ट इन्डिज बीच टी20 सिरिज हुँदैछ, जसको नाम युनिटी कप राखिएको छ। यो सिरिजको बारेमा कुरा गर्नुपर्दा नेपालको लागि इतिहास रच्न सक्ने एक ऐतिहासिक सिरिज हो। नेपालले यस सिरिज मार्फत टेस्ट नेसन, त्यो पनि 2 पटक वर्ल्ड कप विश्व विजेता भइसकेको टिमसँग टी20 सिरिज खेल्न पाउनु निकै नै महत्त्वपूर्ण कुरा हो। शनिबारको रात दुबईको शारजाह क्रिकेट मैदान नेपाली समर्थकले भरिपूर्ण रहने विश्वास गरिएको छ। नेपाल र वेस्ट इन्डिज बीच हुने टी20 सिरिजमा जम्मा 3 खेल रहनेछन्। पहिलो खेल सेप्टेम्बर 27, दोस्रो खेल सेप्टेम्बर 28 र तेस्रो खेल सेप्टेम्बर 30 को दिन हुनेछ। नेपालले वेस्ट इन्डिज जस्तो बलियो टिमसँग कस्तो प्रदर्शन गर्ला, कमेन्ट लेख्न नभुल्नुहोला। यस युनिटी कपका सम्पूर्ण खेलहरू नेपाली समयअनुसार साँझ 8:15 देखि सुरु हुनेछन्। हाल नेपाली टिम उच्च मनोबलका साथ यो सिरिज खेल्न आतुर रहेको छ। लाइभ सम्बन्धी कुरा गर्दा यस सिरिजको लाइभ नेपालबाट युट्युबमा हेर्न सकिन्छ। युट्युबको लागि हामीले आरओएनबी अर्थात् कि रुटिन अफ नेपाल बन्दको अफिसियल युट्युब च्यानलमा हेर्न सक्छौँ। टिभीमा हेर्नको लागि कान्तिपुर टिभी र भारतमा बसोबास गर्ने नेपालीहरूको लागि फ्यानकोटबाट हेर्न सकिन्छ। यो युनिटी कप नेपाली टिमको लागि इतिहास रच्न सक्ने मौका हो, जसको भरपूर उपयोग गरेर नेपाली टिमले विश्व सामु नेपाललाई चिनाउनुपर्छ। सेप्टेम्बर 27 को दिन हुने म्याचको लागि सम्भावित प्लेइङ 11 को कुरा गर्नुपर्दा कप्तान रोहित कुमार पौडेल, भाइस कप्तानको रूपमा दिपेन्द्र सिंह एरी, आरिफ शेख, त्यसैगरी कुशल भुर्तेल, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, मोहम्मद आदिल आलम, लोकेश बम, नन्दन यादव हुन सक्ने सम्भावना रहेको छ भने हजुरहरूले सोचेको प्लेइङ 11 कमेन्ट लेख्न नभुल्नुहोला।